नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। रूपन्देहीमा ट्रकको ठक्करबाट एकको मृत्यु। प्रधान न्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दै। राज्यले उद्योगी व्यवसायीहरूलाई ठगीलाई जस्तो व्यवहार गर्न नहुने नेकपाका अध्यक्ष दाहालको भनाइ। आवश्यक वातावरण बनाउन सरकारको ध्यानकर्षण। आफ्नो पार्टीले मुलुकको ठूलठूला आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेसका प्रधानमन्त्री देउवाको दाबी। र सेवाग्राही आवास निर्माण सम्बन्धी गुनासो पारित गर्ने अधिकार स्थानीय तहलाई नै दिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय। अब समाचार विस्तारमा। ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार भैरवाबाट बुटवल आउँदै गरेको लुजप 877 नम्बरको स्कुटीलाई त्यसै दिशातर्फबाट आइरहेको ना 5ख 7077 नम्बरको ट्रकले बुधबार बेलुका मणिग्राममा ठक्कर दिँदा बुटवल 4का 30 वर्षीय राम विकको ज्यान गएको हो। ठक्करबाट गम्भीर घाइते भएका विकको उपचारको लागि ग्रामीणको क्रिसमस अस्पतालमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। सप्तरीको रूपनी गाउँपालिका स्थित राजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगी व्यवसायीले लगाएको ताला 3 दिनपछि खुलेको छ। जिल्लाको रूपमनी गाउँपालिका अध्यक्ष हेरेराम यादवसँग भएको लिखित सहमतिपछि उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा लागेको ताला खोल्न सहमति जनाएका हुन्। विद्युत पानी सुरक्षा लगायत विभिन्न सबुते माग राख्दै उनीहरूले गएको सोमबार औद्योगिक क्षेत्रमा तालाबन्दी सहित प्रवेशद्वारमा धरना दिँदै आएका थिए। भदौ 15 गते स्थानीय प्रशासन, राजनीतिक दल र सरकारवालाको बृहत छलफलपछि औद्योगिक क्षेत्रका समस्या समाधानका लागि सामूहिक प्रयास गर्ने सहमति भएको थियो। सहमतिपछि तालाबन्दी र धरनाको कार्यक्रम स्थगित गरिएको उद्योगी जीवज यादवले जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष यादवले सरकारी उपक्षका कारण लामो समयदेखि औद्योगिक क्षेत्र लथालिङ्ग अवस्था रहेको बताउँदै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो। यता केही उद्योगीहरूले भने समयभित्र सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। कोशी पोलमर्स उद्योग सञ्चालन प्रवेश यादवले भन्नुभयो, गाउँपालिका अध्यक्ष नै चासो राखेर आएपछि आन्दोलन स्थगित गरेको हो। सहमति अनुसार काम नभए पुनः आन्दोलन गर्छौं। 2051 सालमा नेपाल सरकारले हस्तान्तर गरिएको यो औद्योगिक क्षेत्रमा 10 मध्ये 3वटा शोरमा मात्रै औद्योगिक सञ्चालनमा छन्। आफ्नै लगानीमा शेर निर्माण गरी कोशी पोलिमर्स उद्योग सिमेन्ट सञ्चालनमा रहेको छ। हाल औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्डस्ट्री र कृष्ण खाद्य उद्योगी गरी 3वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एस&को इलेक्ट्रोनिक्स, पद्म ज्योति प्लास्टिक उद्योग र अल कफी उद्योग बन्द छन्। औद्योगिक क्षेत्रको समस्या समाधानका लागि पहल भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। जनकपुर उपमहानगरपालिकाका वडा नम्बर 9 का अध्यक्ष परमेश्वर शाहले मेयरले आफ्नो घर गैर कानुनी रूपमा तोड्न खोजेको आरोप लगाउनु भएको छ। अध्यक्ष शाहले जनकपुरमा पत्रकार सम्मेलन गरी मेयर लालकिशोर शाहले पटक पटक अमिन र प्रविधिहरू पठाएर घरमा मनोमानी चिनो लगाउने र गरेको र गैर कानुनी रूपमा घर तोडाउन खोजेको आरोप लगाउनु भएको हो। विरोध करवा तो हम तोरा 2-3 फीट जरूर तोरा घर में चेना लगवा के तोरा तोड़वा देबो, हमरा कोनो गम नहीं है। वही के तहत अपने के अमीन सबके कन्विंस करके और कन्विंस केला के बाद में हमरा घर में 2.5 फीट चेना लगेलकी है। और अई चीज के नहीं 1 साल से पहले चेना लगने छलिए से तो 6 इंची मात्रे लगेने छलिए, 6 इंची लगेने छलिए। अखिनता जे लगेलकी से अपने के 2.5 फीट मोटा मोटी 85 सेंटीमीटर लगेलकी है। हम उनका से कहला चाहे छी कि कहला चाहे छी जे अगर हमरा कहि रहल छै जे अहाँ हमर विरोध नहीं करू, अहाँ विरोध करब त अहाँ के घर तोड़ा देब। आई हमरा आफ्नो घर तोड्नका लागि परेको कारणमा उपमहानगरपालिकाले त्यस क्षेत्रमा सडक निर्माणको काम पूरा नगरेको पनि अध्यक्ष शाहको आरोप छ। उहाँले आफ्नो घर मापदण्ड अनुसार नै बनाइएको दाबी पनि गर्नुभयो। हम ये घर बनेने छी और 2070 साल में ये घर बना के जनकपुर महानगर पालिका के मापदंड के अनुसार
संपन्नता प्रमाण पत्र जनकपुर उप महानगर पालिका हमरा देने हैं और वही में संपन्नता प्रमाण पत्र में लिख के देने हैं वही के प्राविधिक जे अहाँ के घर एकदम ठीक है, जे मापदंड है 52.5 फीट के वही मापदंड में अहाँ के घर नहीं पड़े। ताहि हिसाब से हम 17 साल से अहाँ के जनकपुर महानगर पालिका के प्रत्येक साल वही के जे कर होइ छै सेहो कर हम बुझाइबे रहल छी। अध्यक्ष शाहले आफूले उपमहानगरपालिकाबाट हुन गरेको अनियमितताको विषयमा बोल्न थालेपछि मेयर शाहले आफ्नो तोड्न लगाइदिने धम्की दिएको समेत आरोप लगाउनु भयो। किशोर शाह जी के क्रियाकलाप के विरोध कर लगलिए, चाहे वो जानकी मंदिर के 46 लाख के सौंदर्यकरण के बात हो, चाहे जनकपुर महानगर पालिका में 84 लाख के बॉल बिजली के बात हो, चाहे 1.5 करोड़ के जे पजेरो गाड़ी चढ़े तेकर बात हो, चाहे 19 लाख के देवाल पेंटिंग के मिथिला पेंटिंग के बात हो, ये गलत क्रियाकलाप के जे विरोध कर लगलिए तो वो हमरा कह लगले जे तो हमरा विरोध नहीं कर, अगर विरोध करबा तो तोहर हम घर तोड़ा देब। अर्को प्रसङ्गमा अध्यक्ष शाहले जनकपुर उपमहानगरपालिकामा अत्याधिक कर वृद्धि गरिएको प्रति असन्तुष्टि जनाउँदै वडा नम्बर 9 मा निःशुल्क रूपमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले आफूले पाउने पारिश्रमिकबाट वडा नम्बर 9 मा जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता लगायत निःशुल्क गरेको पनि घोषणा गर्नुभएको थियो। अब केही बेर विश्रामपछि प्रधान न्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दै राज्यले उद्योगी व्यवसायीहरूलाई ठगीलाई जस्तो व्यवहार गर्न नहुने नेकपाका अध्यक्ष दाहालको भने आवश्यक वातावरण बनाउन सरकारको ध्यानकर्षण र आफ्नो पार्टीले मुलुकको ठुलठुला आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेसका प्रधानमन्त्री देउवाको भनाइ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रधान न्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधान न्यायाधीश नियुक्तिका लागि यस अघि परिषदले वरिष्ठतम न्यायाधीश दीपक राज जोशीको नाम सिफारिस गरेको थियो, तर सर्वोच्च अदालतले इतिहासमै परिषदको सिफारिस गरेको हो नाम संसदीय सुनवाई समितिबाट अस्वीकृत भयो। जोशी अस्वीकृत भएसँगै प्रधान न्यायाधीश नियुक्तिका लागि पुनः परिषदले अर्को नाम सिफारिस गर्न लागेको हो। प्रधान न्यायाधीश सिफारिसका लागि आह्वान 4 बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्वोच्च प्रधान न्यायाधीशका लागि योग्यता पुगेको वरिष्ठ न्यायाधीशमा ओम प्रकाश मिश्र र चलेन्द्र शमशेर राणा छन्। परिषदले यी मध्ये एक नाम सिफारिस गर्नुपर्नेछ। त्यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने तयारी गरेको छ। हाल कारावाहको जिम्मेवारी नवीन कुमार घिमिरेले पाएका छन्। प्रमुख आयुक्तका लागि घिमिरे सहित पूर्व मुख्य सचिव लीलामणि पौडेल, राजेन्द्र किशोर छेत्री, युवराज संग्रौला लगायत आकांक्षी छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले उद्योगी व्यवसायीलाई ठगीलाई जस्तो व्यवहार गर्न नहुने बताउनु भएको छ। अध्यक्ष दाहालले आर्थिक समृद्धिको परिकल्पनालाई साकार पार्न उद्योगी व्यवसायीहरूलाई प्रोत्साहित हुने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानकर्षण गराउनुभयो। अध्यक्ष दाहालले कर छल्ने गतिविधिमा संलग्न नहुन औद्योगिक व्यवसायीलाई पनि आग्रह गर्नुभयो। बिहिबार काठमाडौँमा आयोजित इभेन्ट्स एन्ड भ्यू एसोसिएसन अफ नेपाल 8औं वार्षिक उत्सव
क्रममा सम्बोधन गर्दै उहाँले राज्यले उत्पादन वृद्धि गरी रोजगारीको अवसर सिर्जना हुने गरी उद्योगी व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो। अध्यक्ष दाहालले राज्यले उद्योगी व्यवसायलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेपालमा विकासतर्फको यात्राले तीव्रता पाउन नसकेको पनि स्पष्ट पार्नुभयो। उहाँले जनतालाई बलियो बनाएर मात्रै मुलुकको समृद्धिको यात्रालाई गति दिन सकिने पनि स्मरण गराउनुभयो। अध्यक्ष दाहालले वैदेशिक लगानी भित्राउन पनि राज्यले नियन्त्रण नभई सहजताकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राख्नुभयो। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको मुलुकको ठूलठूला आन्दोलनको नेतृत्व गरेको दावी गर्नुभएको छ। सभापति देउवाले पार्टीका स्वर्गीय नेता भरत शमशेर राणाको प्रेरणाबाटै नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको समेत अगुवाई गर्न सफल भएको दावी पनि गर्नुभयो। बुधबार पार्टीका स्वर्गीय नेता भरत राणाले 13औं स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले भरत शमशेर राणा कुलीन परिवारमा जन्मेर पनि क्रान्तिकारी व्यक्तित्वमा भएको उल्लेख गर्दै उहाँले पञ्चायती व्यवस्था ढाल्न पनि ठूलो योगदान गर्नुभएको स्मरण गराउनुभयो। हामीले चाहिँ कति हामीले अपनाउन सक्छौँ प्रब्लमलाई जनतामा हाम्रो नेता हो पार्टी त्यस कारण विचारै क्रान्तिकारी विचार संस्कारै क्रान्तिकारी संस्कार त्यो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय भरत शमशेर राणाले गरिब र दलित जनताको मुक्ति आन्दोलनको नेतृत्व लिएको उल्लेख गर्नुभयो। उहाँले नेपाली कांग्रेसले लोकतन्त्रको रक्षाको रूपमा अघि बढाउन पनि भरत शमशेरको नेतृत्वदायी भूमिका रहेको पनि स्पष्ट पार्नुभयो। र 2017 सालपछि त उहाँले पुरै आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएर र नेपाली कांग्रेसको प्रत्येक यो चाहिँ आन्दोलनमा उहाँको पुरा ठुलो योगदान रह्यो र ठुलो योगदान उहाँले चाहिँ दिनुभयो र यो लोकतान्त्रिक आन्दोलनमा र यो परिवर्तनको उसमा पछि गएर पञ्चायतको विरुद्धका सङ्घर्षमा 36 साल ताका त्यो बेलामा 36 साल पछिको बेलामा हामी सँगै पनि गयौँ। भरत शमशेरजी र म के हामी साथीहरू यहाँदेखिको गोर्खा आउँदै नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भरत शमशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलनलाई यो ठाउँमा पुर्याउन अतुलनीय योगदान दिएको बताउनुभयो। उहाँले भरत शमशेर राणाकै कारण आफू राजनीतिमा होमिएको पनि खुलासा गर्नुभयो। योगदान गर्यो भन्ने तथ्यलाई हामीले स्वीकार गर्नुपर्दछ। जहाँसम्म मेरा केही व्यक्तिगत अनुभूतिहरू छन्, म आज जहाँ छु त्यहाँसम्म ल्याइ पुर्याउन भरत शमशेरको प्रेरणालाई मैले निर्णायक मान्दछु। हुन त उहाँ कहाँ दरबारमा हुर्केको मान्छे, म कहाँ गाउँको एउटा गोठालो मान्छे। त्यो कृष्ण र सुदामाको तुलना गरे जस्तो त्यो हुन पुग्छ। फेरि पनि म 2026 सालमा एसएलसी पास गरेर 27 साल जेठमा जब अमृतसर कलेजमा पढ्दै थिएँ, हाम्रो शेरबहादुरजी लगायतका नेताहरू, त्रिभुवन विश्वविद्यालयका नेताहरू हुनुहुन्थ्यो। उहाँको नाम हामी सुन्थ्यौँ। भर्खर नेभी सङ्घ स्थापना र भएर उहाँ अध्यक्ष सायद बन्नुभएको थियो। त्यति बेला मेरा काङ्ग्रेसका मेरा नातेदारहरू, मेरा सम्पूर्ण त्यति बेला नातेदारहरू मेरा काङ्ग्रेसकै हुनुहुन्थ्यो।
त्यसर्थ मेरो धेरै उठबस साथीहरू काङ्ग्रेसकै साथीहरू बढी हुन्थ्यो। भले मैले काङ्ग्रेस सदस्यता लिन फेरि भ्रम नपरोस् यहाँहरूलाई। त्यति बेला किन काङ्ग्रेसप्रति आकर्षित थिएँ भने राजा महेन्द्रले जुन नौको तानाशाही 17 सालपछि लादेका थिए त्यसको विरुद्धमा विद्रोह गर्ने सशस्त्र सङ्घर्षको नेतृत्व। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले भरतराज शमशेरलाई एक सङ्घर्षशील नेताको रूपमा चित्रण गर्नुभयो। उहाँले आफ्नो समयको सबैभन्दा लोकप्रिय नेता भरत शमशेरले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभएको पनि स्मरण गराउनुभयो। भरत शमशेरले ठुलो आँट पनि देखाएको, हक्की स्वभाव पनि देखाएको। त्यो किसिमबाट गोर्खा परिषदभित्र सबभन्दा लोकप्रिय नेताको रूपमा स्थापित हुनुहुन्थ्यो। स्वाभाविक तौरले त्यो बेलाको जब संसद बने उहाँ संसदीय दलको अपोजिसनको लिडर अध्यक्ष राणाले दरबारको सुख सयल त्याग गरेको भरत शमशेर राणाले नेपालमा लोकतन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेको पनि बताउनुभयो। अब फेरि समाचारमा विश्रामपछि नागरिकता ऐन 2063लाई संशोधन गर्न राष्ट्रिय जागरण परिषदबाट प्रधान न्यायाधीश सभामुखको ध्यानकर्षण। राष्ट्रको सर्वोपरि हित हुने गरी तत्काल संशोधन गर्न आग्रह। सेवाग्राहीको आवास निर्माण सम्बन्धी गुनासो पारित गर्ने अधिकार स्थानीय तहलाई नै दिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। राष्ट्रिय जागरण परिषद नेपालले नागरिकता ऐन 2063लाई राष्ट्रको सर्वोपरि हित हुने गरी तत्काल संशोधन गर्न प्रधान न्यायाधीश सभाका सभामुख कृष्ण बहादुर महराको गम्भीर ध्यानकर्षण गराएको छ। परिषदले सरकारले हालै संघीय संसदमा पेश गरेको नेपाल नागरिक ऐन 2063लाई संशोधन गर्न बनेको विधेयक 2075लाई राष्ट्रको सर्वोपरि हित हुने गरी तत्काल संशोधन गर्न बुधबार सभामुख कृष्ण बहादुर महराको गम्भीर ध्यानकर्षण गराएको हो। परिषदले नागरिकता सम्बन्धी विद्यमान समस्या समाधानका लागि उच्च स्तरीय न्यायिक नागरिकता छानबिन आयोग गठन गर्न सरकारलाई सचेत गराउन पनि सभामुख महराजसँग आग्रह गरेको छ। राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखेर नागरिकता ऐन 2063लाई संशोधन गर्न सभामुख महराको गम्भीर ध्यानकर्षण गराएको वरिष्ठ अधिवक्ता गोकर्ण कार्कीले जानकारी दिनुभयो। उहाँले भूगोल, सामाजिक परिवेश, राष्ट्रिय विशेषताहरूको आधारमा नागरिकता वितरणको कामलाई अघि बढाउनु पर्ने आवश्यकता पनि औल्याउनुभयो। निम्न बुदाहरूलाई गम्भीरतापूर्वक लिई नागरिकता ऐन 2063लाई राष्ट्रको सर्वोत्तम हित अनुरूप संशोधन गराउनेतर्फ ध्यानाकर्षण होस् भनी विनम्र अपेक्षा गर्दछौँ। हाम्रो देशको विशिष्ट परिस्थितिमा राज्यको नागरिक नीति, यहाँको भूगोल, सामाजिक परिवेश, जनसङ्ख्याको चाप र अन्य राष्ट्रिय विशेषताको निर्धारण हुने हुँदा कुलो एवं वितरणमुखी होइन, यो मूलतः नियन्त्रणकारी एवं कठोर हुनुपर्छ। 2063 सालदेखि नागरिकता टोलीद्वारा जन्मको आधारमा वितरण गरेको नेपालको जन्मसिद्ध नागरिकता उल्लेख सङ्ख्यामा विदेशीले गलत ढङ्गले लिएको आशंका भएको र पाउनुपर्ने मानिसले नागरिकता नपाएको भन्ने व्यापक गुनासो समेत रहेकोले यसको निराकरणको लागि राज्यद्वारा एक उच्च स्तरीय न्यायिक। यता सभामुख महराले पनि नागरिकता सम्बन्धी ऐन संशोधनका लागि परिषदले दिएको सुझावलाई आफूले गम्भीर रूपमा लिएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारसँग पहल गर्ने आश्वासन दिनुभएको थियो। उहाँले परिषदले दिएको सुझावलाई अध्ययन गरेर प्रतिनिधि सभामा पनि आवश्यक छलफल गराउने पनि बताउनुभयो। परिषदले नेपाली नागरिकता महिलाले विदेशी नागरिकतासँग बिहे गरी विदेशमै बसोबास गरेमा उनले नागरिकता विवाह भएको 6 महिना पश्चात स्वत खारिज हुने कानुनी व्यवस्था गर्नुपर्ने लगायतका माग सरकारसँग राख्दै आएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सेवाग्राहीको आवास निर्माण सम्बन्धी गुनासो पारित गर्ने अधिकार स्थानीय तहलाई नै दिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बुधबार बसेको बैठकले सेवाग्राहीको आवास निर्माण सम्बन्धी गुनासो पारित गर्ने अधिकार स्थानीय तहलाई नै दिने निर्णय गरेको हो। निजी निवास निर्माणको गुनासो देखिएको समस्या सम्बोधन गरी प्रमाणित गर्ने अधिकार स्थानीय तहलाई नै दिने निर्णय गरिएको
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ग्वालीले जानकारी दिनुभयो। बैठकले पुनर्निर्माणको कामलाई तीव्रता दिने गरी आवश्यक कर्मचारीहरू थप गर्ने निर्णय पनि गरेको छ। हामीलाई आवश्यक पर्ने जुन दरबन्दी हो यो आर्थिक वर्षको लागि समर्थतामा त्यसको त्यो दरबन्दी पनि स्वीकृति गरेर प्राधिकरण अन्तर्गतका निकायहरू जति पनि छन् पुनर्निर्माण गर्नुपर्ने त्यो दरबन्दीहरू स्वीकृति गरेर यो कामलाई कर्मचारीहरूको व्यवस्थापनसँग सम्बन्धित इन्जिनियरहरूको व्यवस्थापनसँग सम्बन्धित खालको कामहरू पनि हामीले टुङ्गो लगाएको अवस्था छ। त्यस्तै गुनासो व्यवस्थापनको हिसाबले सूचना प्रणालीमा चाहिँ अन्यत्र घर भएको भनेर चाहिँ जनिएको तर घर चाहिँ अन्यत्र भएको हो कि होइन भन्ने कुराको प्रमाणीकरण गर्ने कुराको निम्ति त्यसमा समस्याको विषय बनिरहेको त्यसको निम्ति हामीले स्थानीय तहलाई नै अधिकार सम्पन्न बनाउनुपर्छ जिम्मेवारी दिनुपर्छ भन्ने सोच अनुसार उहाँहरूलाई नै त्यहाँबाट चाहिँ प्राधिकरणले भूकम्प प्रभावित 3वटा जिल्लामा 5वटा एकीकृत बस्ती विकास गर्ने योजना पनि स्वीकृत गरेको छ। सिन्धुपाल्चोक जिल्लाको हेलेम्बु गाउँपालिका वडा 2 मा 40 घरधुरी रहेको नोबुर्लिङ एकीकृत बस्ती विकास योजना, 70 घरधुरी रहेको मेलाम्ची नगरपालिका नम्दोलिङ एकीकृत बस्ती विकास योजना, भोटेकोशी गाउँपालिका वडा 5 मत्याङतली एकीकृत नमुना बस्ती विकास योजना स्वीकृत गरिएको छ। त्यसैगरी रामेछाप जिल्लाको मन्थली स्थित माझी बस्तीमा 24 घरधुरी रहेको गाईखुरा एकीकृत बस्ती विकास योजना र काभ्रेप्लान्चोक जिल्लाको मण्डनदेवपुर नगरपालिकामा 3 धारा होमस्टे सहितको एकीकृत नमुना बस्ती विकास गर्ने योजना पनि बैठकले स्वीकृत गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीला ग्वालीले जानकारी दिनुभयो। सरकारले पुनर्निर्माणको कामसँगै एकीकृत नमुना बस्ती विकासको कार्यक्रमलाई पनि अघि बढाएको छ। सोही कामलाई पनि तीव्रता दिने गरी भूकम्प प्रभावित जिल्लाहरूमा थप 5वटा एकीकृत विकास बस्ती योजना अघि बढाउने प्रस्ताव स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत ग्वालीले दोस्रो पटक नियुक्ति भएपछि बसेको प्राधिकरण कार्यकारी समितिको पहिलो बैठकमा सचिव अर्जुन कुमार कार्कीले प्राधिकरणको हालसम्मको काम कारबाहीबारे बैठकलाई जानकारी गराउनु भएको थियो। प्राधिकरणको आगामी 2.5 वर्षभित्र काम सम्पन्न हुने गरी पुनर्निर्माणको कामलाई अघि बढाएको छ। निजी निवासको काम भने चालु आर्थिक वर्षभित्र सम्पन्न हुने गरी कामलाई तीव्रता दिने पनि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ग्वालीले बताउनुभयो। आगामी शुक्रबारदेखि ललितपुरमा 3 दिने महिला उद्यमी मेला आयोजना हुने भएको छ। साना तथा मझौला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महिला उद्यमी मेला आयोजना गर्न लागि जानकारी गराएको हो। ललितपुरको पुलञ्चोक स्थित याक प्यालेसमा आयोजना हुने मेला 3 दिनसम्म चल्नेछ। करिब 60वटा स्टल रहने मेलामा काठमाडौँ, ललितपुर र भरतपुर महिला उद्यमीहरूले उत्पादन गरेको हस्तकला लगायतका सामग्रीहरू प्रदर्शन गरिने साना तथा मझौला व्यवसायी महासंघ नेपालका अध्यक्ष बाबु काजी महर्जनले जानकारी दिनुभयो। साना तथा मझौला व्यवसायी महासंघ नेपाल काठमाडौँ, ललितपुर र भक्तपुर लगायत अन्य जिल्लाका महिला उद्यमीहरूद्वारा उत्पादित आफ्ना उत्पादनहरूको प्रदर्शनी गर्ने अवसर सिर्जना गर्ने सन्दर्भमा 3 दिने महिला उद्यमी भेला हुन गइरहेको छ। उक्त मेलामा महिला उद्यमीहरूद्वारा उत्पादित हस्तनिर्मित सामानहरू, हस्तकला, एक घर एक व्यवसायलाई प्रबन्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागि मेला आयोजक समितिका संयोजक इनु पौडेलले बताउनुभयो। तीजलाई लक्षित गरेर आयोजना गर्न लागि सो मेला 15,000 भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। रूपन्देहीमा ट्रकको ठक्करबाट 1 को मृत्यु। प्रधान न्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दै। राज्यले उद्योगी व्यवसायीलाई ठगीको जस्तो व्यवहार गर्न नहुने नेकपाका अध्यक्ष दाहालको भनाइ। आवश्यक वातावरण बनाउन सरकारको ध्यानकर्षण। आफ्नो पार्टीले मुलुकको ठुलठुला आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेसका प्रधानमन्त्री देउवाको दाबी। र सेवाग्राहीको आवास निर्माण सम्बन्धी गुनासो प्रमाणित गर्ने अधिकार स्थानीय तहलाई नै दिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।